हेलो गाइज, आज चाहिँ मौसमले च्यालेन्ज गरेको भएर आज म थुक्पा पकाएर खाउँ भनेर थुक्पा पकाउँदैछु। पहिला फर्स्टमा चाहिँ पानी तताएँ, पानी उम्लिसकेपछि म थुक्पा हालेँ है। प्याज काट्दैछु, प्याज त ठुल्ठुलै राखेको हुन्थ्यो तर म चाहिँ अहिले टमाटर काट्दैछु। टमाटरलाई मसिनो पारेर काट्नुपर्छ है, चोपिङ गर्नुपर्छ। अच्छा त भइगयो बनाउँदैछु होइन। हो अब हेलो गरेछ थुक्पा है, खतरा हुन्छ नि त। अब एकदम खै जान्छ चम्चा खै तिम्रो हजुर मिठो छ। कान्छे थुक्पा कस्तो छ? दुईचोटि थप्ने हो र हो दुईचोटि थप्ने मान्छेलाई मम्मी थुक्पा कस्तो छ? मिठो छ हो, मिठो छ। मलाई मिठो लाग्यो। टेस्टी छ क्या, यस्तो मिठो छ। थुक्पा चाहिँ जाडो महिनामा चाहिँ थुक्पा चाहिँ राम्रोसँग बनाएर होइन खानुपर्छ क्या। के हो यो भनेको अलिक गर्मी चिज हो क्या। हाई